Hello everyone, good afternoon. हामी चाहिँ जाँदैछु आज फाटक छेमाको घरमा। हजुर बिस्कुट लगिदिन्थ्यौ है? म चाहिँ अहिले छु खरसाङ बजारमा हो साथीहरू। हामी चाहिँ गएको छेमाको घर, छेमालाई भेट्नु। फाटकमा गाडी अगाडि छ। मेरो छोरीले चाहिँ केक खाँदैछ। सब्जीहरू कस्तो है चोली चोली कहाँ जानुभएको? यो चाहिँ हो बेबी रोड, यता चाहिँ भन्छ खरसाङको बेबी रोड। यहाँबाट चाहिँ फाटकको गाडी पाउँछ। अब चाहिँ हामी गाडीमा जानुपर्ने हुन्छ। जानु त हिँडेर पनि सकिन्छ, तर अलिक टाढै परेकोले गर्दा चाहिँ गाडीमा जानुपर्ने हुन्छ। गोटे गाडी पाइन्छ यहाँबाट चाहिँ। जसलाई थाहा छैन, मैले चाहिँ उहाँहरूको लागि भनेको है। फेरि कमेन्ट, नेगेटिभ कमेन्ट आउँछ। थाहा छ त हामीलाई पनि भन्दै फेरि जसलाई थाहा छैन, म चाहिँ उहाँको लागि भनेको। यहाँ चाहिँ अगाडि मेरो आमा र मेरो छोरी हिँड्दैछ। डकुमेन्ट्सको लाइनमा छ भने अहिले आउँदाखेरि सुविधा भयो। नभए त मलाई त्यस्तो केही पनि यादै हुन्थेन। हामी त रेलवेमा जब लाग्दाखेरि पनि यस्तो मागेको थिएनौँ जति चाहिँ यिनीहरूले डकुमेन्ट्स मागिन्छ नि अहिले। हामी चाहिँ आइपुगे छेमाको घर। छेमालाई देखाउँछु, हेर्नुहोस् ल। छेमाहरूको घरको कुकुर चाहिँ भुक्दैछ। यो चाहिँ हो हाम्रो छेमाको घर। यो चाहिँ हो छेमाको कुकुर। ऊ चाहिँ हो हाम्रो छेमा। छेमा ज्यू भाग्य पनि आज त उयो पनि